युवर भाइ युवर भाइ अबदेखि तिमीले अफिसमा कुनै पनि काम छैन तिमी यहाँबाट जान सक्छौ मलाई लाग्थ्यो म सबै थोक बदलिदिन्छु भाग्य पनि आखिर माया गरेको मान्छे पो कसरी छोडेर जान्थ्यो होला र तर फेरि याद आयो मैले पनि त कसैको मायालाई लात हानेर अघि बढेकै हो पाप पुण्य धर्म कर्म सबै कुराको यही जन्ममा नै हिसाब किताब हुँदो रहेछ र सायद यही नै होला कर्म र यही कर्मको एउटा बलियो पाठ बनोस् भनेर म तपाईँहरूलाई आज एउटा कहानी सुनाउँदैछु जसको हिरो पनि म अनि भिलेन पनि अबे यार यो त तेरो ड्रिम जब होइन र फेरि त्यो रिस र जितको कारणले त यो ड्रिम जब पनि गुमाइस् कस्तो मान्छे छ यार अब यसको पासको बारेमा हामीलाई थाहा छैन र यस्तो बेलामा तैँले यस्तो भन्ने हो त मलाई थाहा छ यार यसको पास्ट यार त्यही त हो आशिका आशिका जसले मेरो सबै कमजोरीहरूलाई अपनाएको थिए उसले मलाई एउटा अबुझ किशोरदेखि बुझ्ने युवक बनाएको थिए उसलाई भेट्नु अघि मेरो जीवन पनि एकदमै साधारण थियो खाली खल्ती तर दिमागमा भने धेरै चञ्चलता अनि यो साला बसन्ती मेरो साथी सबैले छोडेर गयो तर यो भने मेरो लाइफमा पर्मानेन्ट ठप्पा भनेर बसेको छ अनि बोली यसको तिखो भए पनि साला मेरो जहरले भरेको जीवनमा अमृतको काम गरेको छ सपनाहरू त कति हो कति तर सबै सपनाहरू गरिबी र परिवारको जिम्मेवारीको बोझले जमिनमै भाँसिए भन्छन् नि घाँटी हेरी हाड निल्नु तर मैले हाड रोजेकै थिएन मैले त केवल एउटा सपना देखेको थिएँ जुन दलदलमा म अनि मेरो परिवारले संसार बनाएका थियौँ यसबाट मुक्त हुन तर मुक्ति पाउनु अघि मैले हिलोले पुरिएका आफ्ना आँखाहरू खोल्न जरुरी थियो सायद जुन खुल्न त खुले तर निकै ढिला भइसकेको थियो सायद यो आँखा खोल्न मलाई यति भारी किम्मत चुकाउनु पर्यो कि जसले गर्दा आज मसँग सबै चिज छ तर मैले चाहेको मान्छे अनि मैले चाहेको चिज मसँग छैन सानो गाउँ बन्द कोठा अनि मेरा ठुला सपनाहरू हुन्थे तिनै सपनाकै बीचमा आउँथ्यो बसन्थे बसन्त नै थियो एउटा जसले मलाई राम्रोसँग बुझेको थियो त्यसैले होला मसँग खर्च गर्नुलाई सुक्क नहुँदा पनि आफूसँगै लिएर जान्थ्यो र केही समयको लागि मात्रै भए पनि अर्कै दुनियाँमा लान्थ्यो जहाँ म आफ्नो एकछिन भए पनि फोहोर अस्तित्वलाई भुल्ने गर्थेँ यहाँ अनि यस्तो हालतमा म आफ्नो सपनाहरूतर्फ अघि बढ्न सक्दैन भन्ने कुराको मलाई राम्रोसँग ज्ञान भयो र मैले एउटा निर्णय लिएँ नेपाली सेना
जसलाई मैले आफ्नो अन्तिम यात्रा होइन आफ्नो सफलताको पहिलो सिडीको रूपमा प्रयोग गर्ने सोचे र गरे पनि। र आशिका अचानक मेरो जीवनमा कहाँबाट आएकी थिए मलाई आफै पनि थाहा भएन। मानौ धेरै पहिलेदेखि नै हामी एकअर्कालाई चिन्थ्यौँ बुझ्थ्यौँ, एकअर्काको दुःख सुख साट्दा यसरी नै दिन महिना अनि वर्ष कसरी बित्यो पत्तो नै भएन। सबै चिज राम्रै हुँदै थियो। मसँग अब सोच्न सक्ने क्षमता अनि आफ्ना व्यथाहरू बुझ्ने मान्छे दुवै थिए। तर अचानक समय भनौँ या भाग्य उसलाई मदेखि टाढा लगेर गयो। सायद उसैले नै मन फेरि। अब म सही अनि गलत पनि उसलाई भन्दैन, तर जब सबैभन्दा बढी मलाई उसको आवश्यकता थियो उसले मेरो हात छोडेर गयो। सायद मैले पनि आवश्यकता भन्दा बढी उसलाई जिम्मेवारी थपेको थिएँ होला। आखिर उसको पनि अलग मस्तिष्क, शरीर अनि सपनाहरू छन् अनि केही बाध्यताहरू पनि थिए। प्लिज आशिका मलाई माफ छोड न, त मेरो पिछा किन छोड्दिनस् के? मैले तँलाई कति पटक भनिसकेँ मेरो पिछा गर्न छोड्दे भनेर। हेर, जबरजस्ती गरेर केही पनि हुँदैन। लभ यु के यार, यति कुरा बुझ्दैनस् तैँले? बरु तँलाई कसले केही भनेको छ भने भन्न। तेरो मन एक्कासी कसरी बदलेको? आई डोन्ट लभ यु के, प्लिज मेरो पिछा गर्न छोड्दे। इमोसनल ड्रामा नगर मेरो अगाडि। के पो तँलाई एक्कासी अरू केही छ भने हामी फिक्स गरौँ न। प्लिज आई बेग यु, प्लिज आई बेग यु, प्लिज आई बेग यो हाम्रो भेट्ने लास्ट पटक मात्रै हो कि? प्लिज आई बेग यु। जब उसको मोहको पर्दा मेरो आँखाबाट उठ्यो तब मलाई महसुस भयो मेरो लागि पनि रुने मान्छे कोही रहेछ, मलाई माया गर्ने मान्छे, जसलाई सायदै मैले कहिले वास्ता पनि गर्थेँ होला। हामी अक्सर त्यो मान्छेको पछि पर्छौँ जसले हामी अनि हाम्रो अस्तित्वको कुनै पनि वास्ता गर्दैन, अनि त्यो व्यक्तिलाई बेवास्ता गर्छौँ जसले सधैँ आफ्नो पुरा जीवन हाम्रो नाम गरी सबै कुरा त्यागेको हुन्छ। साँच्चै माया अन्ध नै हुँदो रहेछ।